लु सबैलाई नमस्कार। म चाहिँ आज एउटा एक्सपेरिमेन्ट गर्न गइरहेको छु। आज चाहिँ हाम्रो बेलुरा नगरपालिकाको तापक्रम चाहिँ लगभग 34 डिग्री सेल्सियस 93 फेरेनहाइट भन्ने अनुमान गरेको छ र यो चाहिँ बढेर गएर 35 डिग्री सेल्सियस र 95 फेरेनहाइट हाइटसम्म पुग्न सक्ने हाइट भनेको छ। आकाश घामलाई देख्नु, घाम चाहिँ यस्तो तापक्रम छ। अनि अहिले चाहिँ हामीले के एक्सपेरिमेन्ट गर्न गइरहेको छौँ भने चाहिँ अहिले हामीसँग यहाँ चाहिँ अन्डा छ, अनि यो ताई छ। अनि अब यो अन्डा चाहिँ पाक्सै पाक्दैन घाममा। हामीले लगभग ताईलाई चाहिँ प्यानलाई चाहिँ हामीले 10 मिनट राखेको छौँ। अब लेसी यो चाहिँ पाक्सै पाक्दैन अन्डा। ल तेल हाल्नु ल, यो चाहिँ हामीले प्यान चाहिँ हामीले 10 मिनट राखेको छौँ। लेसी यो अन्डा चाहिँ पाक्सै पाक्दैन त। ल मैले पुऱ्याउनु गइरहेको छु। नजिक ल्याएर नजिक ल्याइदिएर अन्डा यो चाहिँ यो पहिला हाम्रो एक्सपेरिमेन्ट हो। यो चाहिँ हेर्नु लगभग यो कन्डिसनमा छ भने मतलब यो एकदम तातै छ। तर अहिले यो चाहिँ बिस्तारै पाक्छ होला। तर एकदम धेरै अहिले यो चाहिँ गर्मी बढेर एकदम धेरै हाई गर्मी भएर चाहिँ एकदम हामीले